कहिलेकाहीँ मुस्कानको पछाडि लुकेको हुन्छ एउटा गहिरो पीडा। त्यो हो मनको कथा। कसैलाई नदेखिने, नबुझिने, हरेक रातमा आँसु बगेर निस्किने पीडा। सबैसँग कुरा गरिन्छ, तर मनभित्र खालीपन कसैलाई देखाउन सकिन्न। त्यो व्यथा न शब्दले बयान हुन्छ, न आँसु बगाएर सकिन्छ। मनले चाहन्छ कसैले बुझिदियोस्, तर डर लाग्छ यदि नबुझ्यो भने सम्झनाहरूमा हराउँदै भूतकालको छायामा बाँचिरहेछ यो मन। तर सायद कुनै दिन कसैले मनको व्यथा नबुझेर पनि महसुस गरिदिनेछ।